स्क्यामरलाई नै स्क्याम हानिदिएँ मैले आज। यो कहानी चाहिँ रियल कहानी हो होइन। मलाई नै यो 5 2 3 दिनमा भएको इन्सिडेन्ट हो होइन। के भयो भन्दा एकजनाले मलाई म्यासेज गर्यो। उसले चाहिँ के भन्यो भन्दा तपाईँले दिनमा 1 2 घन्टा छुट्याउनु सक्नुहुन्छ भने राम्रो आम्दानी हुन्छ। लगभग महिनाको 30 40 हजार कमाइरहेको छ मान्छेहरूले। तपाईँ नि ट्राई गर्न चाहनुहुन्छ र भनेर टेलिग्राममा मेसेज गरेँ। अब टेलिग्राममा कहाँबाट नम्बर पाएँ होइन। अनि त्यसपछि चाहिँ ल हुन्छ नि त के रहेछ भनेर यसो मैले नि सोधेँ होइन के रहेछ भनेर। अनि उसले एउटा मलाई वेबसाइट पठायो कि कार गुरुज भन्ने। म त्यहाँ ट्याक्क स्क्रिनसट राखिदिन्छु होइन। त्यहाँनिर चाहिँ के गर्यो भन्दा एउटा प्रोफाइल बनाउनु तपाईँको आफ्नो इमेल हालेर होइन। अनि तपाईँले चाहिँ त्यहाँ अब कारहरूको फोटो र डिस्क्रिप्सन आउँछ। त्यो कारको फोटो र डिस्क्रिप्सन हेरेर कतिको राम्रो छ, उसले कतिको एक्सप्लेन गरेछ होइन, त्यही अनुसार रेटिङ दिने हो। रेटिङ दिएपछि पैसा कमाइन्छ भनेर भन्यो कि उसले होइन। पैसा कमाइन्छ भन्नाले सर्टेन थोरै थोरै एमाउन्ट 24 25 रुपियाँ आउँदो रहेछ कि हरेक रेटिङ गर्दाखेरि। अनि ल हुन्छ नि त गरौँ न भनेर भने होइन। अब ल ठिक छ गर्नु अब भनेर कसरी गर्ने भनेर उसले मलाई सिकायो। अनि मैले गरेँ। ल 2 3 दिन लगाएरै गरेँ, एकै दिनमा त गरिनँ होइन। टाइम पनि त्यस्तो साह्रै थिएन होइन। 2 3 दिन लगाएर 32वटा कारको रेटिङ गरेँ होइन। उसले छिटो गर्नुहोस् भनेर घरिघरि म्यासेज गरिरहेको थियो कि होइन। अनि त्यसपछि चाहिँ मैले ल ठिक छ मैले भ्याएँ भनेर त्यहाँ इन्फर्म गरेँ कि। अनि मेरो एकाउन्टमा चाहिँ त्यतिखेरसम्म 920 रुपियाँ चाहिँ मैले त्यो रेटिङ गरेको बापत चाहिँ कमाएको भनेर लेखेको थियो कि। अनि त्यो चाहिँ ल ठिक छ। अनि उसले चाहिँ के गर्यो भन्दा ल यो विथड्र गर्नको लागि चाहिँ तपाईँको एकाउन्ट डिटेल दिनु भने होइन। म एकाउन्ट डिटेल दिन्न भनेर भने। मलाई पहिल्यै यो स्क्याम हो भन्ने लागेको थियो नि। अब एकाउन्ट डिटेल दियो भने अलि अरू फरक पर्न जान्छ होइन। अब किन दिने भनेर भने होइन। ल ठिक छ एकाउन्ट डिटेल नदिनु नि त तपाईँलाई अब भरोसा नलागेको हो भने क्युआर दिनु नि त, क्युआर दिनु। ठिक छ क्युआर त हामीले सबैलाई दिइरहेको हुन्छ, धेरै ठाउँमा पठाइरहेको हुन्छ होइन। ल ठिक छ क्युआर दिन्छु भनेर एउटा खाली एकाउन्टको कति नै पैसा नभएको एकाउन्टको क्युआर दिएँ। अनि उसले चाहिँ त्यसमा लगभग 1 घन्टा पछि जस्तो चाहिँ 920 रुपियाँ आयो क्या मेरो एकाउन्टमा। रियल्ली आयो मेरो एकाउन्टमा, अपडेट पनि भयो होइन। अनि त्यसपछि चाहिँ ल ठिक छ मैले एकाउन्ट के अरे एमाउन्ट रिसिभ गरेँ है भनेर म्यासेज पठाएँ उसलाई। त्यहाँ टेलिग्राममा मात्रै कल भन्नाले हुन्थ्यो कि मेरो एजेन्ट जस्तो थियो कि होइन। ल ठिक छ अब तपाईँ सेकेन्ड स्टेजमा जानुभयो। फर्स्ट स्टेजमा चाहिँ तपाईँले विदाउट भन्नाले आफ्नो मेहनतले मात्रै कमाउनु भयो। अब तपाईँलाई योभन्दा धेरै कमाउन मन छ, दिनको 7 8 हजार जस्तो कमाउन सकिन्छ भनेर भने कि होइन। अनि कसरी हो त नि त्यत्रो कमाउने भनेर भन्दाखेरि चाहिँ उसले ल तपाईँले चाहिँ आफ्नो एकाउन्ट रिचार्ज गर्नुपर्ने हुन्छ। बिहान जस्तै 13 हजार रुपियाँ हाल्नुभयो दिनभरि काम गर्नु। अनि त्यो 13 हजार हालेको चाहिँ बेलुका चाहिँ तपाईँले दिनभरिमा जति कमाउनु भयो त्यो फिर्ता आउँछ, 13 हजार सहित फिर्ता आउँछ भनेर भने क्या। अनि त्यसपछि चाहिँ अनि यसमा चाहिँ तपाईँले लगभग 7 हजार जस्तो कमाउन सक्नुहुन्छ। अनि तपाईँको दिनमा विथड्र नै 20 हजार, आफ्नो 13 हजार चाहिँ आफूले राखेको पैसा र अनि 7 हजार गरेर 20 हजार जस्तो विथड्र गर्न मिल्छ भनेर भने क्या। अनि जो पनि फस्छ होला नि यो यति राम्रो अप्सन छ होइन। पहिला अलिकति काम गरेको 920 रुपियाँ पठाइदिइसकेछ होइन। अनि पछि पनि फेरि 7 हजार कमाइन्छ दिनको भनेर भन्यो भने त अनि 13 हजार त जसले नि खोजेर नभए पनि हाल्छ नि त। मलाई पहिल्यै स्क्याम हो भन्ने थाहा भएर अनि मसँग पैसा छैन भनिदिएँ कि मैले। मसँग त्यत्रो पैसा छैन, म पढ्दै गरेको विद्यार्थी हो होइन भने। म यही 920वाला नै काम गर्छु, दिनको 920 कमाउँछु होइन। नर्मल्ली 28 हजार 28 29 हजार हुन्छ महिनाको, त्यति भयो मलाई पुग्छ भने कि मैले। अनि उसले के भन्यो भन्दा मिल्दैन, तपाईँले 13 हजार हाल्नु भयो भने मात्रै अबको काम अगाडि बढ्छ, सेकेन्ड स्टेजमा जान मिल्छ भनेर भने कि। अनि त्यहीँबाट थाहा पाइसक्यो अब उसले मेरो 13 हजार स्क्याम गर्न लाग्यो भनेर होइन। अनि ल ठिक छ म काम गर्दिनँ नि त भनेर भनेपछि अनि उसले मलाई प्रोभोक गर्न लाग्यो कि। कसरी भन्दा त्यो जम्मा त्यति 13 हजार हाल्दा नि तपाईँको मुटु थरथर भयो टाइपको होइन।
इगोमा हट हुने टाइपको मेसेजहरू हुन्छ नि हो त्यस्तो त्यस्तो गर्न लाग्यो होइन मैले नि रिस उठेर अब के भनिदिएँ होइन त्यहाँ म स्क्रिनसट राखिदिएँ ल अनि म गर्दिनँ यो स्क्याम हो होइन तपाईँ पनि रियल मान्छे होइन जो मसँग बोलिराख्नुभएको छ यो नाम र फोटो पनि रियल होइन होइन तपाईँ जस्तै यो अर्कैको एकाउन्टबाट तपाईँले बोलिराख्नु भएको छ मसँग भनेर भनेको उसलाई अनि होइन प्रुफ गरेर देखाउनुहोस् न त भनेर प्रुफ गर्दाखेरि कसरी प्रुफ गर्ने त मैले 13,000 हाल्नु पऱ्यो अनि त्यो 13,000 मलाई फिर्ता आयो भने बल्ल पो ऊ लेजिट हो भन्ने प्रुफ भयो त्यो आएन भने त ऊ स्योर स्क्याम हो नि होइन अझ अनि मलाई स्योर भइसक्यो कि यो स्क्याम हो कुनै पनि जबमा त्यो तपाईँलाई पहिले पैसा हाल भन्छ त एउटा कतै काम गरिराख्नु भएको छ एउटा अफिसमा होइन त्यहाँ अनि 20,000को स्यालेरी छ भने पहिले 5,000 हाल्नु अनि महिनाको लास्टमा चाहिँ त्यो 5,000 थपेर आउँछ तपाईँलाई भन्छ त कसैले हावा होइन अनि मैले त्यही भएर चाहिँ म गर्दिनँ तपाईँले यस्तो सोझा साझा मान्छेहरूलाई ठग्ने काम बन्द गर्नु स्क्याम नगर्नु होइन अब भनेर भने मैले मेनली त्यही भने अनि त्यसपछि चाहिँ उसले अझै ट्राई गरिरहेको थियो अझै 1-2जना मान्छेले छुट्टै त्यो जस्तै एउटा त्यो हाम्रो ग्रुप थियो क्या त्यो एजेन्टले हामीलाई राखेको 50-55जनाको एउटा ग्रुप थियो त्यहाँ पनि लेजिट जस्तै कुरा गर्ने कि कस्तो भन्दा ल मैले आज 13,000 कमाएँ 20,000 कमाएँ त्यस्तो त्यस्तो टाइपको कुरा गर्ने होइन त्यो पनि पुरै सबै स्क्यामरहरू नै रहेछ कि उनीहरूले चाहिँ त्यस्तो म्यासेज मात्रै पठाउने थियो तर खास कमाएको चाहिँ हुँदैन त्यो तपाईँहरूलाई नि म भन्न चाहेँ होइन यस्तो घर बसी आनन्दले 5-6 हजार कमाउनु होला कसले गर्छ र मान्छे किन जान्छ त नत्र अफिस यसरी कमाइन्छ भने त्यो पनि अब आफूले सोच्नुपर्छ कहिलेकाहीँ चाहिँ उनीहरूको स्क्यामरको नयाँ नयाँ आइडिया हुन्छ होइन अब यसरी चाहिँ मैले 2चोटि स्क्यामरलाई स्क्याम हानेको छु पहिला योभन्दा अगाडिको चोटि नि एकजनाले चाहिँ मलाई यस्तै होइन त्यतिखेर चाहिँ के को थियो भन्दा उस हाल्ने थियो कि त्यतिखेर के अरे त्यो क्याप्चा कोड आउँछ नि त्यो हाल्ने 50वटा क्याप्चा कोड हालेपछि 500 रुपियाँ कमाइने कि त्यस्तो खाले थियो कि त्यहाँ एउटाको 10 रुपियाँ जस्तो थियो कि होइन अनि मैले 1,500 कमाएको थिएँ त्यति 1,570 रुपियाँ आएको थियो मेरो एकाउन्टमा अनि उसले मेरो एकाउन्टमा 1,570 हालिदियो होइन अनि त्यो 1,570 मैले लिएपछि अनि मैले यो स्क्याम हो म अब यसपछि अनि त्यसपछि नै उसले त्यही भनेर कति 30,000 कति माग्दै थियो 30,000 हालेपछि अनि तपाईँले दिनको 10,000 कमाउन सक्नुहुन्छ टाइपको त्यस्तो त्यस्तो दिइरहेको थियो अनि मसँग पैसा त्यतिखेर नि मैले मसँग पैसा छैन म हाल्दिनँ भनेर अनि उसलाई त्यतिखेर नि भनेको अब नयाँ अब यस्तो स्क्यामरहरूसँग बोल्न मलाई चाहिँ सही रमाइलो लाग्छ होइन अनि स्क्यामरकै पैसा स्क्याम हान्दै नि अनि बस्ने तपाईँहरूलाई नि यस्तो स्क्यामरको कुरा आयो भने स्क्यामरले केही भन्नाले त्यस्तो स्क्याम गर्न खोजे जस्तो तपाईँलाई लाग्यो त यस्तो कुनै मेसेज आयो भने बोल्नुहोस् होइन त्यो सुरुको टोकन एमाउन्ट चाहिँ लिनुहोस् अनि त्यसपछि ब्लक हानिदिनुहोस् कि त्यो बेस्ट आइडिया होइन भन्नाले के गर्ने भन्दा सुरुमा त्यो अब मैले 920 रुपियाँ कमाएँ 1,570 रुपियाँ कमाएँ जस्तो तपाईँले पनि सुरुमा त्यो 32वटा कारको रेटिङ हानिदिनुहोस् होइन अनि 920 रुपियाँ जब उसले पहिला पठाउँछ नि अनि त्यसपछि पैसा हाल्नुहोस् भन्छ नि हो त्यो पैसा चाहिँ नहालिदिनु सकिहाल्यो 920 रुपियाँ त आइहाल्यो त मोमो खाने गएर नि मैले त हिजो त्यही गरेको ट्याके स्क्यामरबाट पैसा लुटिहालेँ होइन अनि गएर कफी र चिज केक खाएर आएको तपाईँहरू पनि आफूलाई मनपर्ने कुरा चाहिँ खानु फ्रीको पैसा हो राख्नु हुँदैन होइन त्यो जसरी गइहाल्छ मेहनत नगरेको पैसा हो नि त मेहनत नगरेको पैसा अरूको लुटेको पैसा बेसिकली अरू मान्छेसँग लुटेको भएर त उसले मलाई दियो नि उसको खोल्तीबाट चाहिँ पक्का दिँदैन बेसिकली चाहिँ यही हो स्क्यामरहरू अब नेपालमा नै लास्टै धेरै भइसक्यो नेपालीले नै गर्ने नेपाल अब पहिला त इन्डियनहरू इन्डियातिरबाट आउँथे नि आजकल चाहिँ नेपालीले नै नेपालीलाई नै स्क्याम गरिरहेको छ त्यही भएर चाहिँ यस्तोबाट चाहिँ बस्नुपर्छ